इन्डोर प्लान्टको लागि सोइल मिक्स गर्दैछु। यहाँ चाहिँ अन्डाको फुलको भुटो र अनि यो खोलाको बोक्राको पिठो बनाएको चाहिँ यहाँ मोल्दैछु। यो चाहिँ अन्डाको खोल हो, धोएर सुकाएर अनि ब्लेन्डरमा पिसेर यस्तो बनाउँछु र अनि बोन मिलको काम गर्छ यसले प्लान्टलाई। अनि यो चाहिँ कोलाको बोक्राको धुलो बनाएर म चाहिँ यसरी लगाउँछु। यसले चाहिँ के क्याल्सियमहरू के दिन्छ अरे प्लान्टको जरालाई र राम्रो हेल्दी बनाउँछ। के अरे अल पर्पस नेचुरल प्लान्ट फुड भनेको छ। यो चाहिँ के अरे यो हो, यो चाहिँ पिनाक के भन्छ तोरी रायोको धुलो हो। म चाहिँ अनलाइनबाट अर्डर गरेर यो यसरी लगाउँछु। बेसी लाउनु पनि हुँदैन, कम्ती लगाएँ। यसले जुनैलाई पनि राम्रो गर्छ, प्लान्टहरूलाई, इन्डोर प्लान्टहरूलाई। यो अलिअलि लगाउँछु जराको लागि। जरा चिसो आयो, अब चिसो आएर म यो कुमारीहरूलाई रिपोर्टिङ गरेर अब भित्र हुन्छु, बाहिर छु। यो रिपोर्टिङ गरिसकेको, अब यो चाहिँ म भित्र हुन्छु। अब बाहिर चिसोमा थियो। यो लालुपाते पनि अब क्रिसमसमा फुल्छ। रातो रातो हुन थाल्यो पत्ता। अब चिसो आयो, अब भित्र हुनुपर्छ। यिनीहरू पनि सबै भित्र हुनुपर्छ। अब निम्बालेको पत्ता छ, यो पनि टुसा आउँदैछ। अब यो पनि भित्र हुनुपर्छ। मनी प्लान्टको चाहिँ पानीमा राखेर यसरी जरा उमार्छु। यसरी जरा पनि पलाएछ मजाले। जरा पनि पलाएछ मनी प्लान्टको। अब सार्छु मजाले आएछ जरा पनि। जरा पलाएपछि चाहिँ पानीबाट त्यसरी म सार्छु। अब यसलाई पनि रिपोर्टिङ गर्नुपर्ने छ। राम्रो भएको छ। यो मनी प्लान्ट चाहिँ म पानी चेन्ज गर्न आँटेको। अब चेन्ज गरेन भने हप्तामा गर्नुपर्छ। चेन्ज गरेन भने चाहिँ अलिक राम्रोसँगले उसको जरा आउँदैन। त्यसो गर्छु म चाहिँ। अहिले पखाल्यो।
अनि त्यसपछि अर्को फेरि पानी चेन्ज गरेर अर्को लगाइदिन्छु अनि मजाले आउँछ। यो चाहिँ रेडी भयो। अब फेरि अर्को हप्ता फेरि पानी फेर्छु। यसो गरेपछि चाहिँ जरा मजाले पलाउँछ अनि जरा पलाएपछि चाहिँ माटोमा सारिदिन्छु। मैले चाहिँ इन्डोर प्लान्टहरू यसरी कलेक्सन गरेको छु। स्नेक प्लान्ट चाहिँ यसरी अल्गो भएर आएको छ। मजाले ग्रोथ भएर आइरहेको छ। यो चाहिँ एक मजात्रै भइरहेको छ। यो चाहिँ के अब म चाहिँ ढुङ्गा भन्छु, प्लान्ट माथिबाट लगाइदिन्छु यसरी। अनि यसले चाहिँ भुसुना पनि आउँदैन, चिसो भइरहन्छ। यहाँ पानी बेसी भए पनि यसले सोचेर राख्छ। आजको भिडियो चाहिँ यति नै। फेरि बनाउँछु। नजानेको कुरा कमेन्टमा लेखिदिनु।